नमस्कार आदरणीय युट्युब दर्शक महानुभावहरू, तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल र मेरो युट्युब च्यानल अन्तर्गत आज म तपाईहरूको लागि पोखराको केदारेश्वर महादेव मन्दिरको दर्शन गराउन तपाईलाई लगिरहेको छु। यो मन्दिर अवस्थित रहेको छ पोखराको लेक साइड छ बैदाम भन्ने ठाउँमा, जुन तपाईँ लेक साइड जाने मेन रोड तपाईँ देख्न सक्नुहुनेछ। अगाडिको जुन बिल्डिङ देखिरहनु भएको छ यो वडा प्रहरी कार्यालय वार्ड नम्बर 6 रहेको छ र पश्चिमतर्फ लेक साइड जाने बाटो रहेको छ। त्यसै बिचमा रहेको लेक साइड छ बैदाम पोखरा केदारेश्वर महादेव मन्दिर अवस्थित रहेको छ र त्यसको आज म तपाईहरूलाई दर्शन गराउन गइरहेको छु। एकदमै रमणीय वातावरण साथसाथै सुन्दर शान्त, यहाँनिर तपाईँ बस्न घुम्न र साथै पिकनिक गर्न पनि सक्नुहुनेछ यहाँनिर। तर यहाँ चाहिँ सरसफाइमा एकदमै ध्यान दिन आवश्यक रहेको छ, किनकि यो पर्यटकीय स्थल रहेको छ। यहाँ चाहिँ श्री केदारेश्वर मन्दिर रहेको छ। यो बाटो हुँदै तपाईँ अगाडि बढ्न सक्नुहुनेछ। यहाँ फाउन्टेन पनि रहेको छ, तर फाउन्टेन अहिले सञ्चालित रहेको छैन, केही प्राविधिक गडबडीले हुनसक्छ। र सुन्दर शान्त वातावरणमा रहेको यो श्री केदारेश्वर मन्दिरको आज तपाईहरूलाई मेरो युट्युब च्यानल मार्फत तपाईलाई दर्शन गराउन गइरहेको छु। र यो बाटो म अलि छेउतिर गइरहेको छु। यहाँनिर ढुङ्गाहरूमा कलाकृतिहरू कुदिएको छ। यो एकदमै राम्रो देखिएको छ। यो प्रकृतिले आफै बनाइएको यो कलाकृति, यसमा आकृतिहरू बनिएको छ। जस्तै यो ढुङ्गामा तपाईँ देख्न सक्नुहुनेछ कुनै मानवको आकृति जस्तो देखिरहेको छ। त्यस्तै गरी यो ढुङ्गामा तपाईँ नयाँ बेग्लै किसिमको कलाकृतिहरू तपाईँ देख्न सक्नुहुनेछ। यो नेचुरल बनिएको कलाकृति हो। त्यस्तै गरी यो ढुङ्गामा पनि तपाईँ आँखाको कलाकृति देख्न सक्नुहुनेछ। यस ढुङ्गामा मानवको अनुहार बनेको छ, कुनै महिलाको। धेरै पुरानो मानवहरूको अनुहार यस्तो हुन्छ भन्ने देखिन्छ। त्यस्तै गरी अरू ढुङ्गामा तपाईँ हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ जनावरको आकृति हामी यहाँ देख्न सक्छौँ। त्यस्तै यो ढुङ्गामा पातको आकृति देखिएको छ र यस ढुङ्गामा सर्पको आकृति देखिएको छ, जहाँ चाहिँ सर्पले आफ्नो मणिलाई सुरक्षित साथ आफ्नो अङ्गालोमा बाँधेको देखिन्छ। र ठिक यसको अगाडि श्री केदारेश्वर महादेव मन्दिर रहेको छ, साथसाथै हनुमान मन्दिर पनि रहेको छ यस क्षेत्रमा। यो गेट श्री केदारेश्वर महादेव मन्दिरको मेन गेट रहेको छ र तपाईलाई भित्र महादेवको मन्दिर देखाउन गइरहेको छु। यहाँनिर सरसफाइको एकदमै ध्यान राखिएको छ। यस अगाडि चाहिँ गौतम बुद्ध भगवानको मूर्ति अवस्थित रहेको छ। यहाँ भने कतै निर्माण कार्यहरू पनि भइरहेको छ। गौमाता आफ्नो
शिशुलाई टेक केयर गर्दै यहाँनिर गौमाता पनि रहेको छ र गौमाताले भर्खर मात्रै एउटा बच्चा जन्म दिनुभएको छ र आफ्नो बच्चालाई उठ भनेर प्रोत्साहन गर्दै हुनुहुन्छ। यो हो श्री केदारेश्वर महादेव मन्दिर, पोखरामा अवस्थित रहेको छ, वार्ड नम्बर 6 मा। यहाँ भने भक्तजनले गौमातालाई केही खानेकुराहरू खुवाउँदै हुनुहुन्छ। गेटको पछाडि यहाँनिर भक्तजनहरूले ल्याएका प्रसादी नरिवल फुटाउने ठाउँ यहाँनिर व्यवस्थित गरेर राखिएको छ। त्यसै गरी यहाँनिर भक्तजनहरूलाई बस्नको लागि सिटहरू पनि राखिएको छ पूजाआजाको समयमा। भने तपाईँ शिव मन्दिर तपाईँ देख्न सक्नुहुनेछ। यहाँनिर नन्दी महाराज यहाँनिर अवस्थित रहनुभएको छ। यो चाहिँ केदारेश्वर महादेव मन्दिर जुन पोखरा वार्ड नम्बर 6 मा अवस्थित रहेको छ। अहिले पनि धेरै भक्तजनहरू हुनुहुन्न, तर शिवरात्रिको दिनमा, शिव पूजाको दिनमा चाहिँ यहाँ भक्तजनहरू धेरै भिडमा आउने गर्छन् दर्शन गर्नलाई। यहाँ भने पोखराको मनोरम दृश्य पनि देख्न सक्छौँ हामी। यहाँ हरियो डाँडा रहेको छ र साथै यहाँ फेवातालको पानी पनि यहाँनिर रहेको छ। यहाँ शिवलिङ्गहरू यहाँ अवस्थित रहेको छ, जहाँ चाहिँ भक्तजनहरू शिवको दर्शन गर्न आउने गर्नुहुन्छ। साथै पछाडि तपाईँ हेर्न सक्नुहुनेछ फेवातालको पानी र पोखराको यो रमणीय दृश्य पनि यहाँबाट देखिन्छ। मन्दिरको अगाडिको देब्रे साइडमा यहाँ यज्ञ गर्नको लागि यहाँनिर यज्ञ कुण्ड पनि रहेको छ। र यस मन्दिरको देब्रे साइडमा हनुमान मन्दिर पनि अवस्थित रहेको छ। यो भने विष्णु मन्दिर रहेको छ। यहाँ चाहिँ गरुड विराजमान हुनुहुन्छ। त्यस्तै गरी यहाँनिर शेषनाग अवस्थित हुनुहुन्छ।
त्यसै गरी भगवान गणेश पनि यहाँनिर अवस्थित हुनुहुन्छ र भगवान गणेशको वाहन मुसा पनि यहाँनिर अगाडि भगवान गणेशलाई स्तुति गर्दै विराजमान हुनुहुन्छ। र अगाडिपट्टि यहाँ चाहिँ भगवान सूर्यदेव यहाँनिर अवस्थित हुनुहुन्छ र साथै उहाँको वाहन अश्व घोडा पनि यहाँ अवस्थित। त्यस्तै गरी शिव मन्दिरको देब्रे साइडमा यहाँ हनुमानजीको मन्दिर अवस्थित रहेको छ। श्री हनुमान मन्दिर, इच्छापूर्ण हनुमान मन्दिर अवस्थित रहेको छ। यहाँ बजरङ्गबली अवस्थित रहनुभएको छ। सुन्दर शान्त वातावरणमा रहेको यो श्री केदारेश्वर महादेव मन्दिर पोखरा 6 मा अवस्थित रहेको छ। तपाईँ पनि शिव भक्त हुनुहुन्छ, हनुमान भक्त हुनुहुन्छ भने यहाँनिर आएर दर्शन गर्न सक्नुहुनेछ। आफ्नो धर्म, आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै र आफ्नो परम्परालाई कायम राख्दै हामीले एकअर्कालाई सम्मान गर्दै हामी अगाडि बढ्नुपर्छ। यही नै हाम्रो मानवताको मूल धर्म हो, यही नै नेपालको मूल आशय हो। वेल युट्युब दर्शक महानुभावहरू, यतिन्जेलसम्म तपाईँले मेरो युट्युब च्यानल अन्तर्गत आजको यो प्रस्तुति हेर्नुभयो। कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने कृपया गरेर एक लाइक र सब्सक्राइब अवश्य गरिदिनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।